Hello everyone. Now सबैजनालाई welcome to my first video. So this is Srishti. अनि आज चाहिँ हामी सबैजना साथी भएर चाहिँ खुमै जान आँटेको. बस्ने चाहिँ यहाँ पोखरा हो नि त. अनि पोखरादेखि चाहिँ खुमै डाँडासम्म. अनि त्यही हो. यहाँबाट चाहिँ हामी उयो साथीहरु चाहिँ बिरौटा हो बस्ने. अनि बिरौटादेखि चाहिँ ट्याक्सी लिएर आउँछ. अनि ट्याक्सी यहाँबाट चाहिँ हरिचोकसम्म जान्छौं. अनि हरिचोकदेखि सरीपाखा होला. सरीपाखासम्म चाहिँ हामी जीप रिजर्भ गरेछौं. त्यहाँ चाहिँ स्कुटर बाइकहरु लान मिल्छ. तर बाटो एकदम अफ रोड छ रे के, त्यही भएर चाहिँ जीपमै जाम भो. हैन अब रिस्क किन लिने भनेर चाहिँ हामी जीपमा जान लाग्यो. अनि त्यहाँ हरिचोकसम्म चाहिँ ट्याक्सीमा जान्छौं. हो म चाहिँ हजुरलाई त्यहाँ गएपछि साथीहरुलाई भेटाउँछु है. बाइ बाइ. ल अब चाहिँ हामी हरिचोकसम्म ट्याक्सीमा जान्छौं. हामी चाहिँ जीपमा आइसक्यौं. हेलो भन्ने त हेर. हेलो गाइस. हेलो. चाली सरमानी होला छ नि त सुरक्षा दिदी. लाइक सब्स्क्राइब प्लिज भन्नु. हामी चाहिँ यहाँ चेक पोइन्टमा आइसक्यौं. अब यो चाहिँ म्याप भयो. यहाँ हुनुहुन्छ साथी. अनि यो जीपमा आएको. यहाँ गएर चाहिँ हामीले उस गर्नुपर्छ. त्यस्तो टिकट हो कि पर पर्सन 100 लाग्ने रहेछ. अनि यहाँ गएर चाहिँ लिने रहेछ. ल यहाँ साथीहरु पनि आइसके. हाम्रो चाहिँ अफ रोड बाटोहरु सुरु भइसक्यो. साथीहरु हेर्न सक्नुहुन्छ. यस्तो गाह्रो रहेछ बाटो चाहिँ. अलि अप्ठ्यारो नै रहेछ. अब हामी चाहिँ सरीपाखामा झरेर त्यहाँपछि ट्रेक सुरु गर्छौं साथी. फाइनल्ली गाइस सरीपाखा पनि आइसक्यौं हामी. बसको यात्रा चाहिँ सकियो. अब फाइनल्ली हामी ट्रेक स्टार्ट गर्छौं. अनि दुईटा भाइहरु पनि भेटेको छन्. सँगै जान्छौं हामी. र अलिकति हिँड्नेबित्तिकै सास फुलिसकेछ. यता हेर्न सक्नुहुन्छ. यस्तो बबल बबल भ्यूहरु छ है. अलिकति माथि आउनेबित्तिकै यस्तो राम्रो छ साथीहरु. ल हामी चाहिँ यता आइपुग्यौं. कता हो कता. तर राम्रो छ ठाउँहरु हेर्दा फेरि चाहिँ. यहाँ हुनुहुन्छ समीक्षा दिदी. हामी चाहिँ यहाँ टुबो भन्ने ठाउँमा आयौं. बेसी गाह्रो भयो आउ त तर. अनि यहाँ चाहिँ साथीहरु अब हामी चाहिँ कफी बनाएर खान लाग्यो. सुबह 8 बजे. हामी चाहिँ अब हिले भन्ने ठाउँ चाहिँ 20 मिनेटमा आउँछ रे. यतै बाटोतिर यहाँ दुईटा झोला छ. एउटा दिदीको यसरी गाह्रो भयो. सबैले त्यो रे सानो झोला चाहिँ फाली फाली बोक्दै हिँडेको. हे भगवान. ल फाइनली हामी हिले चाहिँ आइपुग्यौं. एकदमै गाह्रो भनेर एकदमै खुट्टा दुख्ने चाहिँ भएको छैन अहिलेसम्म. अब कस्तो राम्रो होटल P7 भन्ने चाहिँ यहाँ रहेछ. ल यस्तो छ. वहाँ पुग्नु छ हामी धेरै टाढा. भाइ अब एकछिनपछि माथि गएर भेटौँ ल. डराउँदो रहेछ. ब्रेड र पिनट बटर खान लाग्यो. ल कोही मकै खान लाग्यो. दिदीको फेरि व्रत हो है. व्रत भएको मान्छेले ट्रेकिङ आएर मकै यस्तो गरेर दिन के 11:15 बजे. ल हामीले चाहिँ यहाँ चिचिन्ने आएर चाहिँ खाना खाइसक्यौं. अनि खाना खाएर एकछिन 5-10 मिनट बस्यौं. ल अब चाहिँ फेरि चाहिँ हिँड्न सुरु. देउराली आइसक्यौं. अनि यहाँ चाहिँ देउरालीमा आएपछि चाहिँ नाच्न पर्छ. भोलिको चाहिँ वेदर चाहिँ खुल्ला भन्नाले मौसम चाहिँ राम्रो सर्लक्क डाँडाहरू देखिन्छ अरे. हामी चाहिँ यहाँ 3 जना आयौं. अब अरू साथीहरुलाई कुर्छौं अनि नाच्छौं. दीदी वाह दीदी. नहीं दीदी वाह दीदी. दीदी. यो चाहिँ मेरो घर हो.
भर्खर मैले बनाएको यहाँ चाहिँ साथीले फेरि अर्कै खालको घर बनाउँछु भन्ने यिनको चाहिँ दुई तलेको यता पनि फ्रन्ट डोर है यहाँबाट छिर्ने यता बाल्कनी यो चाहिँ सबै हो मेरो घर चाहिँ एउटै भर्नेबाट जानु मिल्छ चाहिँ 3-4वटा अलि ठुलो अपार्टमेन्ट भाइको घर नि बन्दैछ ओ सबभन्दा ठुलो ल देउरालीको सबभन्दा ठुलो घर चाहिँ यो है त ओहो यहाँ त यो सो पिलर जस्तो रहेछ है ल अरू चाहिँ यस्तै छ यिनले चाहिँ अरूको घर चोर्दै आफ्नोमा भर्दैछन् हामी चाहिँ यहाँ आउँदा एउटा बाटोमा चाहिँ बादल भेट्यौँ बादललाई सोद्धा चाहिँ घर कहाँ हो भन्दा चाहिँ स्याङ्जाको बादल रहेछ यहाँ आएर बसेर रहेछ चोटला एकै त्यो भाँच्चला फेरि ल यो चाहिँ हाम्रो स्याङ्जादेखि फरार भएको बादर हो अर्को बादर चाहिँ त्यहाँ सुत्दै छ भाइ यो बादर चाहिँ रेस्ट गर्दै यो बादर पनि स्याङ्जाकी बादर यो अर्को चाहिँ बादर होइन बादरको दिदी हो तर मान्छे नै हो ए बाघ रहेछ बाघ क्या बोला तूने मैं तो फिर से थक गई ल हामी चाहिँ के भन्छ अरे एकदमै घना जङ्गलमा पुगिसक्यौँ यो चाहिँ सबभन्दा घना के अलिकति डरलाग्दो टाइपको जङ्गल हो रे यहाँ चाहिँ त्यही भएर धेरै टाइम वेस्ट नगरिकन छिटो हिँड्ने रात नपार्ने भन्नुहुँदो रहेछ अनि त्यही भएर हामी हिँड्यौँ यो जङ्गल कटेपछि चाहिँ अलिकति छ अनि त्यहाँपछि चाहिँ ठाड्दै सिधै उकालो रहेछ अनि त्यहाँ चाहिँ जङ्गलहरू त्यस्तो रहेनछ अनि त्यही हो हामी चाहिँ पुग्न लागिसक्यौँ अब यहीँ माथि हो माथि पुगेर सनसेट पनि हेर्न पाउँछ कि भन्ने आशले छिटो हिँडेको के अरे पुगिसक्यौँ त्रो त कहाँ तलबाट आएको ल गाह्रो ए 2टा झोला बोकेँ अझै मैले ए 2टा झोला बोकी तर सबै तलैबाट त बोकेको होइन यसो बिचमा आएर ओ यो साथीले बोक्दै थियो उसले चाहिँ अर्को झोला बोक्यो अनि ओ यो अर्को दिदीको कि हिँड्न नसक्नु भयो त्यो दिदी यसरी क्यामेरा उचाल्दा नि हातै दुख्दो रहेछ त्यस्तो भयो कि तर एकदमै गाह्रो त होइन हामी अलिअलि हिँड्न सक्ने नै रहेछ यतिको एकदमै गाह्रो भएर नआएपछि अब ओह्रालो झर्ने बेलामा चाहिँ एकदमै गाह्रो छ उकालो जति के भन्छ अरे सजिलो छ ओह्रालो होइन उकालो जति गाह्रो छ ओह्रालो त त्योभन्दा झन् गाह्रो छ भनेपछि ओहो ओह्रालो त यो बाटो ओह्रालो झर्दा त्यही माथि खुट्टा कैडा लगाएको हुन्छ ए यो घाँसमा घिर्सी जान पाए नि जान्थे जस्तो फिलिङ आउँछ मलाई भोलि त भोलि अझै हामी कोर्जन पनि जाने हो खोर्चन हो कि कोर्जन पनि जाने हो बिहानको सनराइज चाहिँ त्यहाँबाट हेर्ने भनेर अनि त्यहाँबाट हेर्ने हो शरीर यति पम्प भयो नि कुरा नगरौँ ल फाइनल डेस्टिनेसन खुवाई डाँडा अझै फाइनल त नभनौँ कोर्जन पनि जाने हो हामी चाहिँ होइन 5 जना बिचरा आउँदै तल तलबाट आउँदै ल कस्तो रहेछ साथी खुवाई डाँडा के रहेछ खुवाई डाँडा यहाँ हिउँ पर्छ यहाँ पनि हिउँ पर्छ होला नि है हाम्रो दाइ जाँदा त भर्याङमा हिउँ पर्छ होइन तर हिउँ पर्दा त आउन गाह्रो होला नि बेसरी चिप्लिन्छ चिप्लो हुने भयो हो पर्दैन है रातभरिमा त कहाँ पर्छ र पर्दैन ओहो दिदी ओ माई गॉड तपाईको लागि नै हो यो भ्यू हामी हाम्रो हेड क्वार्टर पनि आयौँ अनि यहाँ पनि रहेछ पिङ यो चाहिँ यस्तो छ माथिको वाला यहाँ हो ल यहाँ पिङ रहेछ
ओ माई गड बिहानै उठेर हेर्दा कस्तो देखेला है हुन्छ सबै कुहिरो लाग्छ होला देख्दैन होला केही नि ल यस्तो छ फाइनल्ली कसरी कसरी आइयो अब चाहिँ भित्र हिँड्छौँ कस्तो छ भित्र तातो छ अरे भाइले ओ यस्तो रहेछ खार लाग्दो रहेछ झन् खोकीलाई भित्र आएर चाहिँ पकाउनु भयो रहेछ कस्तो राम्रो हामी चाहिँ यहाँ अहिले सनसेट हेर्न आएको फोटोसोटो खिच्यौँ भिडियोहरू पनि बनायौँ यति राम्रो देखेछ अझ भिडियोमा राम्रो भन्दा पनि यो आँखाले नै राम्रो आउँछ यहाँ साथीहरू चाहिँ एउटा साथी टाइम ल्याप्स बनाउन अरे एउटा साथी चाहिँ उता गाइड गर्नुभयो यसरी बना भन्दै उता साथी चाहिँ स्ट्याचु भएर उता पनि टाइम ल्याप्स चलिरह अनि यता चाहिँ भ्लगिङ चलिरह ल एकदमै जाडो छ यो हात त एकदम चिसो छ यहाँबाट हेर्दाखेरि एकदम माथि आएर ठ्याक्क कि यस्तो यो सिधा भयो जस्तो देखिने कि अब हाम्रो घरबाट हेर्दा त अलिकति देख्छ नि त तल परेर माथि यहाँ चाहिँ कस्तो सिधा घाम र म सिधा भयो जस्तो देखिने रहेछ अनि यति राम्रो देखियो भ्यूहरू यता फेरि यता मुन छ यता सनसेट छ यस्तो छ है ल एकअर्काले चाहिँ एकअर्कालाई हेरिरहेछन् हामी चाहिँ बिचमा बसेर दुईटैलाई हेरिरहेछौँ ल रात 7:45 बजे रात 11:15 बजे यता हेर्नु दिदी हामी चाहिँ अब कल ब्रेक खेलेर सुत्छौँ भोलि बिहानै 3-4 बजेतिर चाहिँ कोर्चनको लागि जानुपर्ने हुन्छ बाइ बाइ साथी